मेरो पहिलो यात्रा सरकारी सेवाको यात्रा भनेको चाहिँ दोलखा गाउँपालिका फिल्मको आज 8 महिना ठ्याक्कै 26 दिन भएको छ मैले यो दोलखा गाउँपालिकाबाट काम गरेको चाहिँ यहाँबाट मैले यो ठाउँबाट सिकेको काम सिकेँ होइन, अनुशासन सिकेँ, जिम्मेवारीको बोध पनि गरायो मलाई होइन। अनि काम गर्दा गर्दै कहिलेकाहीँ अब भनौँ न सजिलो पनि भयो, चुनौतीपूर्ण काम भयो, तर तपाईँहरूको साथ सहयोग मार्गदर्शनले गर्दाखेरि चाहिँ यो ठाउँसम्म आइपुग्न पाएँ है। तपाईँहरूले एउटा कर्मचारी साथी मात्र नभएर चाहिँ मेरो एउटा परिवार जस्तै बनिदिनु भयो। दाइ खदा खस्न थाल्यो उताबाट यो ठाउँबाट गए पनि मेरो राम्रो राम्रो पलहरू मेरो मनमा सधैँभरि रहिरहनेछ। मैले काम गर्दाखेरि कसैको मन दुखाएको छु भने होइन, अनि काम गर्दाखेरि कुनै त्रुटिहरू भएको छ भने माफ गरिदिनु होला, साथै माया गरिदिनु हुने, सहयोग गरिदिनु हुने सबैजनालाई मेरो हृदयदेखि एकदम धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अन्त्यमा यस कार्यालयको प्रगति सफलता र तपाईँहरूको उच्च भविष्यको लागि कामना गर्दछु। धन्यवाद। धन्यवाद म्यामलाई। अति भावनामा बगेर आफ्नो 2 शब्द राख्नु भएको छ। तपाईँको सम्झना हामी राखिरहनेछौँ। अब नियुक्ति लिएदेखि म सँगसँगै यात्रा थियो। अहिले 2 वर्षदेखि नभए पनि प्राविधिक सहायकमा के अरे शाखामा भए पनि जस माया एउटा रहिरहन्छ यो दोरम्बा सैलुङ गाउँपालिकामा होइन। उहाँले यो दोरम्बा सैलुङ गाउँपालिका छोडेर गए पनि उहाँले चाहिँ छिनछिनमा सम्झिरहनुहुन्छ भन्ने मलाई आशा छ होइन। ल अझ जिउको दोरम्बा सैलुङ गाउँपालिकाको शाखाको नाम सुमित्रा नामको फेरि भेटौँला कार्यक्रममा उपस्थित दोरम्बा सैलुङ गाउँपालिकाका उपाध्यक्षज्यू, वडाध्यक्षज्यूहरू, शाखा प्रमुखज्यूहरू, शाखाका सदस्यज्यूहरू सबैमा म सर्वप्रथम त दोरम्बा सैलुङ गाउँपालिका सरकारको तर्फबाट अभिवादन व्यक्त गर्न चाहन्छु। अभिवादन। खास गरिकन मैले पटक पटक भन्ने गरेको छु कि अब कर्मचारी भनेको अब एउटा पेच किला जस्तै हो। राज्यले जता आवश्यकता पर्दछ त्यतै फिट गर्ने हुन्छ। त्यसमा चाहिँ पेच किलाको भूमिकामा सधैँ कर्मचारीहरू रहनु पर्ने हुन्छ। त्यसैले राज्यले आवश्यकताको आधारमा अब कहिले पूर्व, कहिले पश्चिम, कहिले उत्तर, कहिले दक्षिण आफ्नो भूमिका निर्वाह गर्नको निम्ति कर्मचारी जानुपर्ने हुन्छ। त्यसैले अहिले हामीले सुमित्रा म्यामको हामीले फेरि भेटौँला कार्यक्रम गर्दै गर्दाखेरि उहाँले यहाँ 5 वर्ष 5 महिना 26 दिन उहाँले दोरम्बा सैलुङ गाउँपालिकामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। दोरम्बा सैलुङ गाउँपालिकाको विकास, उन्नति र प्रगतिको निम्ति यहाँ दोरम्बा सैलुङ गाउँपालिकाको समाजवादको निर्माणको निम्ति उहाँले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ। त्यसो भएको हुनाले सर्वप्रथम म उहाँलाई त्यो भूमिकाको निम्ति जो 5 वर्ष 8 महिना उहाँले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो, दोरम्बा सैलुङ गाउँपालिकाको समृद्धिको निम्ति, यहाँको विकासको निम्ति, जनताको मनमा रहेर सबै सरकारका जनप्रतिनिधिहरूको मनमा रहेर उहाँले जो महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभयो त्यसको निम्ति म उहाँलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। गर्दै जिस्किने कुराकानी मन पर्यो, ठट्टा गर्दै जिस्किने कुराकानी मन पर्यो। ससुराली टेकेपछि साली मन पर्यो, ए ससुराबा मलाई साली मन पर्यो, लौन ससुराबा मलाई साली मन पर्यो। छाटै मन पर्यो
साली मन पर्यो लौन ससुरा बा मलाई साली मन पर्यो म बाँच्न सक्दिन पानी बिना गङ्गा नि सक्दिन तिमी बिना पातली म बाँच्न सक्दिन अस्ताउँदो घाम टाढैले छेको हामीले भेट्दा पातली कसैले नदेको हामीले भेट्दा पातली कसैले नदेको कमरेमा